के तपाईले घरमै बनाएको फ्राइज तेलबाट निकाल्दा चाहिँ क्रिस्पी अनि खाने बेला चाहिँ सफ्ट फ्लिम्जी र सगी हुन्छ। यदि हुन्छ भने यो भिडियो चाहिँ तपाईको लागि हो है त। क्रिस्पी फ्राइज बनाउन रातो आलु चाहिँ नलिनु किनकि यसमा धेरै मोइस्चर हुन्छ। मैले चाहिँ पहेँलो आलुलाई मजाले पखाले अनि पातलो पारेर काटे। बोक्रा चाहिँ तासेर फाल्नु पर्दैन। अब एउटा पटमा काटेको आलु खनाउने र पानीमा पखाल्ने अनि पानी भरेर बोइल गर्न बसाल्ने। अब अलिकति भिनेगर र स्वाद अनुसार नुन हाल्ने अनि पानी उम्लिन थालेपछि चाहिँ हिट अलिकति कम गरेर थप 10 देखि 12 मिनेटसम्म पकाउने। त्यसपछि चाहिँ पानी तराउने र सफा टावलमाथि पानी सोच्नको लागि खनाउने। क्रिस्पी फ्राइजको लागि चाहिँ हामीले डबल फ्राई गर्नुपर्छ र तेल एकदमै तातो हुनुपर्छ। पहिलो पल्टको फ्राई गर्दा चाहिँ 1 मिनेट मात्र फ्राई गर्ने अनि बिचमा एकचोटी चलाउने। अब सबै फ्राइजलाई निकालेर सेलाउन छोड्दिने 20 देखि 30 मिनेटसम्म। त्यसपछि चाहिँ फेरि तेल तताउने र फ्राइजलाई लाइट गोल्डन ब्राउन नहुन्जेलसम्म पकाउने। त्यस्तै 8-10 मिनेट लाग्छ। तेलबाट निकालेर स्वाद अनुसार नुन वा आफूलाई मनपर्ने मसला छर्किने र इन्जोय गर्ने। हामीले चाहिँ चिकन बर्गरसँग खायौं।